हेलो एभ्रिवान, नमस्ते अनि सेवारो गाइस तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्छु तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। सो हेर्नु सक्नुहुन्छ म चाहिँ राम्रै छु। अहिले म चाहिँ बिहाको लागि गइरहेको छु अनि यो चाहिँ आजको मेरो सानो मिनी ब्लग हो। यो ब्लग चाहिँ मैले अस्ति बनाएको थिएँ नि त नि, एडिट गर्ने टाइम नपाएर म चाहिँ आज हाल्दैछु। किनभने बिहा भएपछि त बिहाको घरमा हमेसा बिजी बिजी हुन्छ होइन, हरेक घरमा। सो त्यही भएर म चाहिँ कतिजनाको कमेन्टको रिप्लाई भी दिएको छैन अनि कतिजनालाई कमेन्ट भी गरेको छैन, मतलब कि कसैसँग अहिले राम्रोले बातै भएको छैन होइन। सो गाइस म चाहिँ अहिले बल्ल बल्ल टाइम पाएर यो ब्लग बनाएर हाल्दैछु एडिट गरेर। सो यो चाहिँ मेरो बहिनी हेर्न सक्नुहुन्छ, बहिनी चाहिँ मभन्दा सानो बहिनी जो आसाममा बिहा भएको छ। सो पनि यहाँ आमा घरमा आइरहेको थिएँ, तर हामी सबैजना गएको बिहाको लागि। सो हेर्नुहोस् यहाँ चाहिँ आमाहरू छ। हेर्नुहोस् यो आमा हो, मेरो आमा अहिले पति जाएर बुढी भयो होइन, आमा हो। आमा पनि स्पेसली नातिनीको बिहा खानु गएको। सो हामीहरू चाहिँ हेर्नुहोस् बिहा घरमा पुग्यो। बहुत छिटो छिटो बनाएको मैले चाहिँ एडिट गरेर, ज्यादा लामो हुँदै थियो नि त नि। अनि हेर्नुहोस् यहाँ प्याज लसुनहरू छिलिरहेको रहेछ हामी आउँदाखेरि। सो हामी पनि देरी नगरिकन फटाफट कपडा चेन्ज गरेर लसुन प्याज छिल्नु लागि बसेको। अनि प्याज छिल्दाखेरि चाहिँ बिचमा पारिराख्यो भने आँखा साखा पोल्दैन अरे, यहाँबाट आन्टीले भनेको थियो। अनि त्यस्तै गरेर छिलेको हामीले चाहिँ। यो चाहिँ मेरो बेहुलीको सानो बहिनी, मेरो दिदीको सानो छोरी। अब मैले भन्दै थिएँ अब पुरा जिम्मेदारी तेरो माथि आन्छ भन्दै मैले बहिनीलाई भन्दै थिएँ नि त नि। अनि यो बेहुली चाहिँ उसको मेहन्दी लगाइदिँदैछ। कति सुन्दरले बनाइदिएको छ होइन डिजाइन पनि, हेर्नुहोस् न कस्तो राम्रोले बनाइदिएको छ। उहाँ चाहिँ बेहुली नै हो, मेरो दिदीको बिचवाला छोरी। योभन्दा ठुलो दिदी चाहिँ बिहा भइसकेको छ नि त नि, अनि उसको बाद यो बहिनी हो। सो उहाँहरू चाहिँ हेर्नुहोस् पुरा मेहन्दी लगाइरहेछ बहिनीहरू। अनि सबै पडोसी सबै आएर बसिरहेको थिएँ। अनि हामी पनि हेर्नुहोस् न यहाँ हाँसी मजाक गर्दै बसिरहेको थिएँ। उहाँ चाहिँ जोयो हेर्नुहोस् न, उहाँ चाहिँ जोई चाहिँ हेर्नुहोस् न, जोईको हातमा पनि मेहन्दी लगाइदिएछ अलिकति बहिनीले। अनि उहाँ बहिनीहरू लगाइरहेछ दुईजनाले, सबैजना छ यहाँमा चाहिँ दिदी बहिनी सबै। अनि हेर्नुहोस् यो चाहिँ मेरो दिदीको छोराको पनि छोरा, अब म पनि बोजू भइसकेछ। अनि यो चाहिँ मेरो अर्को दिदीको छोरी हो। मेरो पनि खानदान थुप्रै छ नि गाइस। सो यो चाहिँ मेरो दिदीको छोरी हो, हेर्नुहोस् न मेहन्दी लगाएर नाच्दैछ दिदीको बिहामा अल्छी भयो भनेर। यो चाहिँ मेरो 2 दिनको ब्लग हो। आइदेखिबाट लिएर भोलिको बिहानको भोलिपल्ट हामीहरू यस्तो सफा गर्दै थियौँ नि त नि। अनि यो चाहिँ मेरो भेना हो, नास्ता बनाइरहेछ हेर्नुहोस्। यो चाहिँ मेरो अर्को भेना हो। सो उहाँले चाहिँ नास्ता बनाइरहेछ पुरीको लागि, शुभ नास्ता खाने भनेर। सो हेर्नुहोस् यो चाहिँ पुरी बनाइरहेछ यहाँ चाहिँ अलरेडी। सो उहाँ बहिनी दाजुहरू सबै बेलिरहेछ। अनि म चाहिँ हेर्नुहोस् न यहाँ खोर्सानीहरू पुरा केलाइदिँदै थियो कि, खोर्सानीको त्यो काटिदिँदै थियो। अनि हेर्नु सबै पपायाहरू खाइरहेछ। यहाँ चाहिँ यस्तै पुरा चलिरहेछ। अनि नास्ता भयो, अनि नास्ता खाइरहेछ दाजु भेना सबैजना। अनि म पनि खानु थाल्यो, किनकि अब बिजी भयो भने त अलिक एकछिनमा नास्ता पनि खानु टाइम पाउँदैन भनेर हामी चाहिँ छिटो छिटो नास्ता